ख्रिस्टमा मेरा प्यारा श्रोतावर्ग, म माइकल रङगङबाट तपाईहरुलाई प्रेमी येशूको बढाई जनाउँदछु र यो पवित्र सप्ताहभित्र पर्ने पर्व दिवसमा पवित्र शनिबार पनि एक हो। यो पवित्र शनिबारलाई पास्का जागरणको दिन पनि भनिन्छ अथवा पास्का आइतबारको अघिल्लो दिन इस्टर सन्डेको अघिल्लो दिनको कुरा हो यो, अर्थात् पवित्र शनिबार जसलाई पास्का जागरणको दिन पनि भनिन्छ। आइतबार बिहानको महिमित क्षण अर्थात् यीशु ख्रीष्टको पुनरुत्थानको आनन्ददायी स्मरणलाई आलो तुल्याउने पलको प्रतीक्षामा पवित्र शनिबारको रात्रि बेलामा सबै ख्रीष्ट भक्तजन क्याथोलिक जन रात्रि जागरणमा प्रार्थना भजनहरू गर्दै गिर्जाभित्र भक्ति साथ रहन्छन्। चालिसा र पवित्र सप्ताहका त्याग, पश्चाताप, प्रायश्चित, प्रार्थना र आत्मिक साधनहरूको फलस्वरूप एउटा नयाँ गरी जन्मेको वा नवीन जीवन धारण गरी परिवर्तित भएको ख्रीष्ट भक्त पुनरुत्थित ख्रीष्टसँगै आफू पनि आत्मिक रूपमा पुनरुत्थित भएको पवित्र अनुभवहरू साँचेर पवित्र शनिबार अति उल्लासित बनेको हुँदछ। प्रभु यीशुलाई शुक्रबारको मध्यदिनतिर क्रुस्याइयो। यहुदीहरूको सब्बात पालन गर्ने दिनको अघिल्लो दिन तयार दिवस अथवा विश्राम दिवस अर्थात् सब्बात शनिबारको दिन हुन अगाडि नै अरिमथैयाको जोसेफ अनि निकोदेमसले यीशुको लासलाई पिलातुसलाई गएर मागे। पिलातुस जो रोमी हाकिम थिए। मत्ती 27 अध्यायको 57 देखि 60 पदसम्म, मार्क 15 अध्यायको 42 देखि 46 पदसम्म, लुक 23 अध्यायको 50 देखि लिएर 53 पदसम्म पढेपछि यस घटनाहरूबारे थाहा लाग्दछ। तिनीहरूले यहुदी प्रथा अनुसार यीशुको लासलाई सुगन्धित पदार्थहरूसँग एउटा कात्रोमा बेरे र चिहानमा राखे। यही पवित्र शनिबारको दिन मुख्य पुरोहित र फरिजीहरू पिलातुस कहाँ गई यीशुले जीवित छँदा 3 दिनमा बौरी उठ्नेवाला भएको कुरा बताएकोले पिलातुसले पनि चिहानलाई लाहाछाप ठोके र पहरादारहरू चिहानको सुरक्षाको निम्ति खटाइए ताकि उहाँका चेलाहरूले यीशुको लास चोरेर लगी उहाँको पुनरुत्थान भयो भनी जनतामाझ हल्ला नपेटुन् भनी। मत्ती अनुसार सुसमाचार 27 अध्यायको 62 देखि 66 पदसम्म पढ्दा यस घटनाबाट थाहा लाग्दछ। तर अर्कोतिर माता मरिया लगायत अन्य सबै धर्मी स्त्रीहरू र चेलाहरू भने पास्का आइतबारको प्रतीक्षामा आशावादी बनी पवित्र शनिबारको रात्रि जागरणमा सजग रहेका थिए, जागो रहेर बसेका थिए। प्रत्येक क्याथोलिक गिर्जाघरमा पास्का जागरणको कार्यक्रम अन्तर्गत
नयाँ दीक्षार्थीहरूलाई बप्तिस्मा संस्कार अर्थात् स्नान संस्कार प्रदान गरिने चलन पनि छ। पास्का जागरणको सेवा कार्यमा एउटा नाटकीय झलक पनि पालन गरिन्छ, जसमा गिर्जाघरभित्रका सबै बत्तीहरू निभाइन्छन् र भित्र अन्धकारमय वातावरण बनाइन्छ। तब पुरोहितले एउटा अग्लो पास्का मैनबत्ती बाल्छन्, पुनरुत्थित ख्रिस्टको प्रतीक स्वरूप। यसको अघि गिर्जाघर बाहिर जलाइएको आगोमाथि पुरोहितले आशिष दिन्छन्। त्यसपश्चात पुरोहितद्वारा प्रथमपल्टलाई पवित्र शनिबारको यो रातमा एउटा पास्का मैनबत्ती बाल्छन्, जसद्वारा ख्रिस्टको ज्योतिको आभास मिल्दछ, जसले यो संसारको पापमय अन्धकारलाई दूर गराउँदछ र अन्तमा यो नयाँ पास्का मैनबत्तीबाटै विश्वासीजनले आफ्नो मैनबत्तीहरू ज्योतिलाई बालिन्छन्, जसले यीशुको ज्योतिलाई संसारभरि भिजाएको चिन्ह भनी प्रकट गर्दछ। सबै मैनबत्तीहरू बालिएपछि हर्षमय सङ्गीतहरू अनि पास्काको कथाहरूलाई वर्णन गर्ने पाठहरू बाइबलबाट पठन गरिन्छन्। पुरोहितद्वारा पवित्र जल अथवा होली वाटरको आशिष पनि यसै पुनित अवसरमा गरिन्छ। जलमा पास्का मैनबत्तीको फेद डुबाइन्छ र खाने नुन पनि जलमा मिलाइन्छ। भक्तजनले यो जललाई आफ्नो घर परिवारमा प्रयोग गर्नलाई आफूसित लिएर जाने गर्दछन्। अब तपाईहरूको समक्षमा यो आगोलाई आशिष दिने र पानीलाई आशिष दिने विषयमा पनि केही भन्न चाहन्छु। सबैभन्दा पहिलो, नयाँ आगोको आशिष पुरोहितद्वारा किन हुँदछ, यही पवित्र शनिबारको बेलुकी घडीमा भनेर म बताउन चाहन्छु। पवित्र शनिबार पास्का जागरणलाई किन पवित्र शनिबार भनिन्छ भन्दा यो दिन पवित्रहरूका पवित्र यीशु ख्रिस्ट चिहानमा विश्राम गर्नुभएको हो। साथै यही दिन क्याथोलिक धर्म मण्डलीले नयाँ आगो, पास्का मैनबत्ती र स्नान संस्कार अथवा बप्तिस्माको पवित्र पानीको आशिष दिने धार्मिक कार्य गर्दछन्। नयाँ आगोको आशिष गिर्जाघर बाहिर प्रथम गरिन्छ। पौराणिक समयदेखि नै धर्म मण्डलीमा नयाँ आगोको आशिष दिई यसैबाट पास्का मैनबत्ती बाल्ने प्रथा चलिआएको हो। प्रत्येक शनिबार नै यसो गर्ने अभ्यास गर्थे। तर 11औं शताब्दीदेखि यो उत्सवलाई पवित्र शनिबारको दिनलाई मात्र पालन गर्ने अभ्यास हुन थाल्यो। वास्तवमा यो आगो बाल्दा ढुङ्गोमा ठोकेर आगो निकाली दाउरा जलाउने गर्छन्। ख्रिस्ट नै विश्वको ज्योति। सन्त जोन अनुसार सुसमाचार 8:12 अनि डकर्मीहरूले अफालेको अर्थात् यहुदीहरूले अस्वीकार गरेको ढुङ्गो नै आज जगको मूल ढुङ्गो वा उहाँकी धर्म मण्डलीको मूल ढुङ्गो हुन आएका छन्।
सन्त लुक अनुसार सुसमाचार 20 अध्यायको 17 पदमा यो लेखिएको छ, जसमा कि ईशपुत्र विश्वको ज्योति देखिनुमा उहाँको मृत्युसितै निभेका तर उहाँको पुनरुत्थानमा पुनः नवीन तुल्याइनु भएका छन् भनी प्रकट गर्नलाई हो, ताकि पवित्र शनिबारको यो पवित्र उत्सवमा भाग लिन आउने सबै आत्मिक रूपले प्रज्वलित होउन्। धर्ममण्डलीले आगोलाई आशिष दिन्छन्, किनभने ईश्वरीय सेवार्पणको निम्ति प्रयोग गरिने हरेक वस्तु धर्ममण्डलीद्वारा आशिषित भएको हुनुपर्छ नै, किनभने प्रकाश र आगोले ख्रिस्टकै प्रतीकात्मक चिन्हहरू प्रकट गर्दछ। ख्रिस्टकै प्रेम अग्निले पृथ्वी ढाक्यो, जसद्वारा हाम्रा हृदयहरू पनि प्रज्वलित भयो भनी सन्त लुक अनुसार सुसमाचारको 12 अध्यायको 49 पदले बताउँदछ। ख्रिस्ट नै त्यो आगो हुनुहुन्छ जसको तापले कलङ्कित र घैमल आत्मालाई बिलाएर शुद्ध तुल्याउँदछ। जसरी सुन बिलेर मात्रै शुद्ध हुन्छ, चिसो आत्मालाई प्रेम र क्षमाको आगोले पुनः तताउँदछ। सन्त मार्क अनुसार सुसमाचारको 14 अध्यायको 30 पदले यसो भन्दछ, यही राति नै भाले 2 पल्ट बाँच्न अघि तिमीले मलाई 3 पल्ट अस्वीकार गर्नेछौ भनेर प्रभु येशूले पिटरलाई भनेका थिए। र आजको यो आगोको आशिष र पानीको पनि म तपाईलाई भन्न चाहन्छु। पवित्र पानी अथवा होली वाटर कसरी बनाइन्छ भन्दा, हजारौं वर्ष अघिदेखि नै पानीलाई जीवनको मुहान र शुद्धिकरणको चिन्ह भनिँदै ल्याइएको छ। पानी बिनाको धरती कस्तो होला, त्यहाँ कुनै प्राणी, तरु वृक्ष, अन्न बाली रहने थिएन। धरती सारा मरुभूमि जस्तै हुने थियो। नदी, झरना, खरे खोलाहरू र समुद्र, सागर केही रहने थिएन। आकाशमा बादल छाउने थिएन। वृष्टिको नामो निशानै रहने थिएन। धुनु र पखाल्नु भन्ने शब्दहरू नै जन्मिने थिएनन्। यी सबै नभएका भए बप्तिस्मा वा स्नान संस्कार भन्ने कुनै धार्मिक रीतिहरू पनि हुने थिएनन्। केनाको बिहेवा भोजमा पानीबाट दाखमत पनि बनिने थिएन। यसर्थ हाम्रो जीवनमा पानीको अत्यन्तै मूल्य रहेको छ। पानीले चोख्याउँछ भने तृष्णा पनि मेटाउँछ। खडेरीले पटपट फुटेको जमिनमा पनि हरियो जीवन उमार्ने शक्ति यही पानीमा छ। पानीद्वारा जस्तै तेजिलो आगो पनि निभाउन सकिन्छ। विश्वभरि भएका सबै धर्म कर्महरूमा पानीको प्रयोग भएकै हुन्छ। यसर्थ क्याथोलिक ख्रिस्टीय धर्म मण्डलीमा पवित्र शनिबार पास्का जागरणको रात पवित्र पानीको आशिष पुरोहितद्वारा दिइन्छ। कुनै ठुलो पात्रमा भरिएको पानीमा विधिवत प्रार्थना साथै पुरोहितले पास्का मोमबत्तीको फेद 3 पल्टसम्म डुबाएर आफ्नो श्वासले फुकेर क्रुसको चिन्ह बनाउँछन् र त्यस पानीमा पवित्र आत्माको फुकाइले पवित्र र सामर्थ्यपूर्ण तुल्याउँछन्। यसरी स्नान संस्कारको चिन्ह स्वरूप पवित्र पानी तयार गर्दा पुरोहितले त्यो पानीमा केही नुन पनि मिसाउँछन्। क्याथोलिक धर्ममण्डलीले यसरी पवित्र पानीको तयारीमा नुन पनि हाल्ने गर्छिन्। किनभने यो एउटा यहुदी प्रथा हो अनि नुनको आफ्नै प्रतीकात्मक चिन्ह रूपी अर्थ भएकोले गर्दा हो।
जसरी धुने पखाल्ने कार्यमा पानीको प्रयोग हुन्छ भने ठिक त्यस्तै प्रकारले नुनलाई पनि कुनै कुरा कुहुनदेखि सुरक्षित राख्ने कार्यमा प्रयोग गरिन्छ। त्यसै गरी पवित्र धर्म मण्डलीले पनि पानी र नुन दुवै पदार्थहरूलाई एकैसाथ मिलाउँछिन्। यस मिश्रणलाई के विभिन्न कारणहरूमा प्रयोग गर्न सकिन्छ भनी प्रकट गर्न, जस्तै पापका दागहरू धोइ पखाल्न, हाम्रा शारीरिक वासनाहरूको आगोलाई निभाउन, हामीलाई फेरि पापको रोग बल्झनुदेखि सुरक्षित राख्न। त्यसबाहेक नुनलाई ज्ञान अथवा प्रज्ञाको प्रतीक पनि मानिन्छ। हाम्रा प्रभु यीशु ख्रीष्टले आफ्ना चेलाहरूलाई धरतीको नुन हौ भनी उपाधि दिनुभयो, किनभने उनीहरूद्वारा नै सुसमाचारको ज्ञान सारा संसारमा प्रसारित हुनु परेको थियो। नुन प्रयोग गर्ने प्रथा खुबै पौराणिक हो। कतिले पत्तो लाए अनुसार यसको प्रयोग दोस्रो र तेस्रो शताब्दीदेखि नै भएको बताएका छन्। भूत पिशाचहरूलाई लखेट्ने कार्यमा आशिष भएको नुनको प्रयोग हुन्छ भने पवित्र पानीमा मिसाइएको नुन साथै पवित्र पानीलाई पनि यही उद्देश्य साथै पवित्रीकरणको उद्देश्यमा पनि पवित्र पानीको लगातार दैनिक प्रयोगद्वारा दुष्टात्मा र शैतानको प्रभावहरू तोड्न सकिन्छ। कतिपय अवसरहरूमा दुष्टात्मा र शैतानले जक्डाएको व्यक्तिमाथि पवित्र पानीको छिर्काउ गर्दा त्यो व्यक्ति जमिनमा लड्नु पुग्छ र त्यति नै खेर त्यो व्यक्ति दुष्टको बन्धनबाट मुक्त हुँदछ। कतिपय अवसरहरूमा माता मरियाले दिव्य दर्शन दिएर पवित्र पानीको दैनिक प्रयोग प्रत्येक परिवारमा हुनुपर्छ भनी बताएकी छिन्। तपाईलाई अब अर्को पाठमा पास्का मोमबत्तीको बारेमा पनि केही भन्न चाहन्छु अर्को भागमा।